आज भने चाहिँ म फेरि पनि वेडिङ पार्टीमा गइराखेको छु र आजभन्दा 5 वर्ष अगाडि चाहिँ हामी सँगै हाम्रो मिनिस्ट्रीमा हामीलाई धेरै सहयोग गर्नुहुने मेरो एकदमै आत्मिक स्पिरिचुअल मेरो दीपिका सिस्टर हुनुहुन्छ र उहाँले चाहिँ मलाई भोइस मेसेज पठाउनु भएको थियो र मेरो वेडिङ पार्टीमा चाहिँ तपाई आउनुपर्छ भनेर र म चाहिँ अहिले जाँदैछु सिलगढीको यो पानीघट्टाको बाटो भएर किनभने दुधेको बाटो अलरेडी बन्द भएको कारणले गर्दाखेरि चाहिँ म साथीको गाउँको बाटो भएर म यसरी घुमेर जाँदैछु एकदमै चिया बगानै बगान भएर मैले सुनेको थिएँ यो बाटोमा चाहिँ एकदमै दामी दामी भ्यू पोइन्टहरु देख्छ भनेर है र म यो बाटो भएर जाँदैछु है तपाईलाई जति सक्दो म यो बाटोबाट कहाँ भ्यू पोइन्टहरु देख्छ म तपाईलाई यो बाटोबाट चाहिँ म भिडियो रेकर्ड गरेर देखाउने छु मलाई सबभन्दा बेसी मन पर्ने ठाउँ भनेको चाहिँ मलाई यस्तो डाँडाहरु मन पर्छ अग्लो जग्गामा चाहिँ मलाई भिडियोहरु सुट गर्न एकदमै मन पर्छ अनि खोलाको जुन चाहिँ बगरहरु छ हैन त्यो जग्गाहरु एकदमै मन पर्छ तर यहाँनिर खोला छैन तर पनि तपाईलाई भ्यू देखाउने छु पुरा ओ भाई साहब यहाँ पे देख सकते हैं नीचे और काफी सुंदर नज़ारा यहाँ से दिखाई दे रहा है और मैं अकेले क्यों देखूं है ना मेरा जितना भी फेसबुक फ्रेंड है वो लोग को भी मैंने दिखाने के लिए वीडियो किया है और यहाँ पे देख सकते हैं कितना अच्छा से पाइन ट्री यहाँ पे एक लाइन में वो लोग खाना खाने के लिए जा रहा है वाह 9 वर्ष अगाडि सँगै हामी सिलगढी हस्पिटलमा काम गर्ने मेरो एकजना साथीले चाहिँ मलाई यो बाटो भएर लाँदैछ हैन मलाई साथीले चाहिँ यहाँबाट चाहिँ यस्तो यस्तो भ्यूहरु देख्छ भनेर चाहिँ मलाई देखाइराखेको छ अनि म चाहिँ मज्जाले यहाँनिर भ्यूहरु हेरिराखेको छु अनि यहाँ साथीले मेरो फोटोहरु पनि यहाँनिर खिच्दिँदैछ अनि साथीले मलाई देखाउँदैछ फाइनली गाइस म आइसकेको छु है अम्बो यहाँनिर कत्रो बडे मादल पनि रहेछ है यो बजायो भने त पुरा यहाँनिर भूकम्प आउँछ होला है अनि यो जग्गा चाहिँ हेर्नुमा यति सारो दामी छ किनभने यो जग्गाको वरिपरि चाहिँ चिया बगान पनि छ प्लस यहाँनिर एकदमै बेसी मात्रामा हरियाली पनि छ है अनि यो चाहिँ कहाँ पर्छ भन्दाखेरि चाहिँ मिरिक है जुन चाहिँ मिरिक भन्छ आई लभ मिरिकको तल्लोपट्टि पर्छ जहाँनिर बर्फीको सुटिङ भएको थियो अनि यहाँनिर मजाले लेखेको छ ह्यापी वेडिङ भनेर अनि पछाडिपट्टि जुन चाहिँ बोर्ड छ त्यहाँनिर एकदमै राम्रो कोटेसन लेखेको छ म त्यो तपाईलाई नजिकबाट देखाउने छु है सिडी चढेर माथि जाँदैछु है जहाँनिर चाहिँ दुल्हा दुल्हाहीलाई स्वागत गरिन्छ अनि यहाँ नजिकबाट मैले अघि देखाउँछु भनेको थिएँ यहाँ बोर्डमा बाइबलको एउटा जोडीको लागि एकदमै राम्रो कोटेसन लेखेको छ अब केही क्षणमा यहाँनिर दुल्हा दुल्हाही आउने छ यहाँ त सुन्तला छिटो फल्छ नि नोभेम्बर महिनादेखि नै सुरु भइहाल्छ नि त हेर्नुमा पनि दामी खानुमा पनि मिठो वाउ कति मजाले फलेको है प्रभुको दास यहाँनिर गेटमा बसिराख्नु भएको रहेछ नयाँ जो पनि आउँछ विश्वासी जनहरू इष्टमित्रहरू स्वागत गर्नको लागि अम्बो यहाँ पनि कति बेसी सुन्तला फलेको रहेछ है लु भिडियोमा चाहिँ पुरै देखाइदिनु पर्यो म हेर्दा पनि यसो खाउँ खाउँ लागोस् न है र भिडियो गर्दै म भित्र आइसकेको छु यहाँ तपाईले हेर्न सक्नुहुन्छ दुल्हा दुल्हाही आइसकेको छ धन्यवाद यीशु मेरो मनदेखि धन्यवाद यीशु कसले चाहिँ कसलाई औधी माया गर्दो रहेछ यसो हेरौँ न है हतार त गर्दै थियो एकअर्कालाई भित्रै माया सुरुवाती माया अघि सुरुवाती माया यता घट्यो नि फेरि हुन्छ यो अलग्गै लगेर राखिदिनुहोस् अनि सबैलाई बाँडिनेछ हामी प्रभुले सिकाउनु भएको प्रार्थना गरेर हामी बेनिडिक्सन आशिष गरेर यहाँ छुट्नेछौँ हे हाम्रा स्वर्गीयमा बस्नुहुने परमेश्वर पिता तपाईको नाम पवित्र गरियोस् तपाईको राज्य आओस् तपाईको इच्छा जस्तो स्वर्गीयमा छ त्यस्तै यस पृथ्वीमा पूरा गर्नुहोस् आज दिनभरिको रोटी हामीलाई दिनुहोस् अनि हाम्रा अपराधहरूलाई क्षमा गर्नुहोस् जसरी हामीले आफ्नो अपराधीहरूलाई क्षमा गरेका छौँ हामीलाई परीक्षामा पर्न नदिनुहोस् र दुष्टदेखि बचाउनुहोस् किनभने राज्य पराक्रम अनि महिमा सदा सर्वदा तपाईकै हुन् हामी आशीर्वाद ग्रहण गरौँ अब परमेश्वर पिताको प्रेम प्रभु येशू ख्रीष्टको अनुग्रह पवित्र आत्माको शान्ति र सहभागिता हामी अझ दुईजना छौँ हामीहरूसँग विश्वव्यापी मण्डलीसँग विशेष गरी यी नव दुल्हा दुलहीसँग तपाईको वचनको प्रतिज्ञा अनुसार जबसम्म तपाईँ हामीलाई लिन बादलमा आउनुहुन्न तबसम्म बनिरहेको सबैले भनौँ आमेन।